हेलो साथीहरू, तपाईलाई च्यानलमा स्वागत छ। साथीहरू, निमाविमा पनि शिक्षा सेवा आयोगबाट फार्म खुलिसकेको छ। जससित लाइसेन्सहरू छ उहाँहरूले निमाविमा यो फार्म भर्न सक्नुहुन्छ र शिक्षा सेवा आयोगबाट फार्म यो 78/9/7 गते नि यो खोलिसकेको थियो। र साथीहरूलाई म आज यस भिडियोमा कुन विषयमा कति सिट खोलिएको छ र कुन प्रदेशबाट कति सिट खोलिएको छ सम्पूर्ण कुरा जानकारी म आज यस भिडियोमा बताइदिन्छु। साथीहरू, तपाईँ यस च्यानलमा न्यू हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र बेल आइकनलाई प्रेस गरेर नोटिफिकेसनलाई अन गरिदिनु होला ताकि लोकसेवा सम्बन्धी कुनै पनि भ्याकेन्सी खुल्छ भने म तपाईहरूलाई यस च्यानल मार्फत पेश गरिदिन्छु। र साथीहरू, भिडियो सुरु गरौँ। नेपाल सरकार शिक्षा सेवा आयोग निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पद को खुला प्रतियोगात्मक परीक्षा को विज्ञापन 2078 प्रथम पटक प्रकाशित मिति। साथीहरू, प्रथम पटक जो हाम्रो प्रकाशित भएको थियो सूचना 78/9/7 गते सूचना प्रकाशित भएको थियो। सामुदायिक विद्यालय को निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पद को खुला तथा समावेशी प्रतियोगात्मक परीक्षा द्वारा स्थायी प्रतिपूर्ति गर्नुपर्ने भएकोले देय बमोजिम तोकिएको न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली। साथीहरू, यो फार्म जुन हाम्रो छ अल नेपालभरि अनलाइन फार्म भन्ने काम गरिन्छ र त्यो वेबसाइट कहाँ छ साथीहरू, वेबसाइटमा बताइदिन्छु। यो वेबसाइट छ, यसै वेबसाइटमा तपाईँहरू गएर जुन छ माथि त्यही वेबसाइटहरूमा त्यसैमा गएर तपाईँहरू फार्म भर्न सक्नुहुन्छ र फार्म डकुमेन्टहरू के लाग्छ म सम्पूर्ण कुरा जानकारी यस भिडियोमा बताइदिन्छु। अहिले तलबाट अनलाइन दरखास्त दिनुहुन यो विज्ञापन प्रकाशित गरिएको छ। साथीहरू, नेपाली विषयमा प्रदेश नम्बर 1 देखि र प्रदेश नम्बर 7 मा कति सिटहरू खोलिएको छ सम्पूर्ण कुरा जानकारी म अब भन्न लागेको छु। साथीहरू, यसमा यो जुन हाम्रो विज्ञापन खोलिएको छ यसमा प्रदेश अनुसार पनि तोकिदिएको छ। यति प्रदेशमा यदि सिट खोलिएको छ त्यो पनि प्रदेश अनुसार छुट्याइदिएछ। र प्रदेश नम्बर 1 मा हामी हेरौँ। प्रदेश नम्बर 1 मा दिएछ हाम्रो 73वटा साथीहरू 73वटा सिट हाम्रो खुल्लामा दिएछ। त्यसपछि 73वटा सिट खुल्लामा दिएछ र 19वटा महिलाको लागि दिएछ, दलितको लागि 1वटा दिएछ र आदिवासी जनजातिको लागि 16वटा र मधेसीको लागि 13वटा र दलितको लागि 5वटा र अपाङ्गको लागि 3वटा र पिछडिएको क्षेत्र 2वटा र यसरी जम्मा गरी प्रदेश नम्बर हाम्रो 1 मा टोटल्ली हाम्रो नेपाली विषयको 132वटा सिटहरू खोलेको छ। हेर्नु होला, 132 सिट खोलेको छ हाम्रो नेपाली विषयमा प्रदेश नम्बर 1 मा। अब त्यसै गरी प्रदेश नम्बर 2 मा हेरौँ हामी साथीहरू, 19वटा सिट खुल्लामा दिएछ, 5वटा महिलाको लागि दिएछ, 4वटा दिएछ हाम्रो। त्यसैगरी साथीहरू फेरिबाट हामी प्रदेश नम्बर 2 को हेरौँ। 19वटा हाम्रो खुल्लामा दिएछ, 5वटा दिएछ, महिलाको लागि दिएछ र दलित महिलाको लागि यहाँ साथीहरू यहाँ दिए छैन। आदिवासीको लागि 4वटा सिट दिएछ, मधेसीको लागि 4, दलितको लागि 1 र अपाङ्गको लागि 1 र पिछडिएको क्षेत्रहरूको लागि 1। यसै गरी प्रदेश नम्बर 2 मा हाम्रो साथीहरू 35वटा सिटहरू खोलिएको छ। हेर्नुहोस्, 35वटा सिट खोलिएको छ प्रदेश नम्बर 2 मा। अब प्रदेश नम्बर 3 मा हेरौँ। बागमती प्रदेशमा हाम्रो साथीहरू खुल्लाबाट हाम्रो 34वटा दिएछ, महिलाको लागि 9वटा दिएछ। त्यसपछि दलित महिलाको लागि यसमा दिएछ साथीहरू, यहाँ खाली दिएछ। फेरि आदिवासी जनजातिको लागि 7 दिएछ, मधेसीको लागि 9, दलितको लागि 3, अपाङ्गको लागि 2 र पिछडिएको क्षेत्रको 1। यसरी साथीहरू हाम्रो बागमती प्रदेशमा प्रदेश नम्बर 3 बाट 61वटा सिटहरू हाम्रो नेपाली विषयमा खोलिदिएको छ। हेर्नु साथीहरू, 61वटा विषय माथिको हो, 61वटा विषयहरू खोलिदिएको छ। अब हामी गण्डकी प्रदेशबाट हेरौँ। प्रदेश नम्बर 4 बाट 48 सिट हाम्रो खोलिएको छ खुल्लाबाट, 12वटा दिएछ महिलाको लागि, 1वटा दिएछ हाम्रो दलित महिलाको लागि र हाम्रो आदिवासीको लागि 10, मधेसीको लागि 9, दलितको लागि 3 र अपाङ्गको लागि 2 र पिछडिएको क्षेत्र हाम्रो दिएछ 2। यसरी गरी हाम्रो गण्डकी प्रदेशबाट 87 सिटहरू हाम्रो खोलिदिएको छ नेपाली विषयको। गण्डकी प्रदेशबाट माथिको दिएछ साथीहरू। अब हाम्रो दिएछ लुम्बिनी प्रदेश नम्बर 5 मा 28वटा खुल्लाबाट दिएछ, 28 सिट हाम्रो खुल्लाबाट दिएछ, 7वटा महिलाको लागि दिएछ। त्यसपछि दलित महिलाको लागि यसमा दिएछ नि साथीहरू। त्यसपछि आदिवासीको लागि हाम्रो दिएछ 6 सिट दिएछ र मधेसीको लागि 5वटा दिएछ। साथीहरू, हाम्रो अल नेपालमा नेपाली विषयको 5वटा मात्र सिटहरू दिएको छ प्रदेश नम्बर 5 मा। मधेसीको सिट दिएछ हाम्रो। त्यसपछि दलितको दिएछ हाम्रो 2वटा दिएछ र अपाङ्गको 1 र पिछडिएको क्षेत्रहरू 1। यसै गरी हाम्रो लुम्बिनी प्रदेशमा हाम्रो 50वटा सिटहरू दिएको छ नेपाली विषयमा। अब हामी प्रदेश नम्बर 6 मा हेरौँ। कर्णाली प्रदेशमा 19वटा सिट हाम्रो दिएछ, खुल्लामा दिएछ, 5वटा दिएछ महिलाको लागि र दलितको यहाँ खाली दिएछ। आदिवासीको दिएछ 4 दिएछ, मधेसीको 4, दलितको 1, अपाङ्गको
1 र पिछडिएको क्षेत्रको 1। यसै गरी टोटल्ली हाम्रो प्रदेश नम्बर 6 मा कर्णाली प्रदेशमा 35 वटा सिट हाम्रो यहाँ खोलिएको छ। साथै म देखाउन चाहन्छु यहाँ 35 वटा सिटहरू खोलिएको छ। यसै हाम्रो प्रदेश नम्बर 7 मा दिएछ साथीहरू 20 वटा सिट हाम्रो खोलेको छ खुल्लामा। 6 वटा महिलाको लागि र दलित महिलाको लागि दिए छैन। आदिवासी जनजातिको लागि 4, मधेसीको लागि 4, दलितको लागि 1, अपाङ्गको लागि 1, पिछडिएको क्षेत्रको लागि 1 र जम्मा गरेर हाम्रो 37 वटा सिटहरू खोलेको छ। साथीहरू सबभन्दा पहिला तपाईँ नेपाली टिचर अनलाइन फर्म भर्न चाहनुहुन्छ भने तपाईँ प्रदेश नम्बर 1 बाट भर्नु होला, किनभने प्रदेश नम्बर 1 मा सिट धेरै दिएछ। मधेसीको लागि पनि धेरै सिट दिएछ र आदिवासीको लागि पनि धेरै दिएछ। तपाईँ प्रदेश नम्बर 1 बाट भर्नुहुन्छ भने निस्कन धेरै आशा हुन्छ, निस्कन पनि सक्छ। तपाईँ मेहनत गर्नुहुन्छ। टोटल्ली हाम्रो खुल्लामा साथीहरू अब हेरौँ खुल्लामा कति दिएछ सिट नेपालभरि नेपाली विषयमा। हाम्रो साथीहरू दिएछ खुल्लामा 241 दिएछ नेपालभरि साथीहरू खुल्लामा 241 दिएछ। महिलाको लागि 63 वटा दिएछ। अब दलित महिलाको लागि 2 वटा दिएछ साथीहरू। दलित महिलाको लागि 2 वटा मात्र सिटहरू दिएछ हाम्रो नेपालभरि। आदिवासी जनजातिको लागि 51 वटा दिएछ। मधेसीको लागि 45 वटा दिएछ। दलित महिलाको लागि 16 वटा दिएछ। अपाङ्गको लागि 10, फेरि पिछडिएको क्षेत्रको 9। यसरी टोटल गरी नेपालभरि हाम्रो टोटल 437 वटा सिटहरू खोलेको छ नेपाली विषयमा। अब साथीहरू हामी अङ्ग्रेजी विषयमा हेरौँ। साथीहरू म अङ्ग्रेजी विषयमा टोटल सङ्ख्यामा भनिदिएछु। यसरी अलि टोटली प्रदेशहरूको छुट्याउँदा भिडियो धेरै लामो पनि हुनसक्छ, तपाईँलाई दिक्क पनि लाग्न सक्छ। तपाईँ भिडियोलाई पोज गरेर हेर्नु होला कस्तो टोटली भनिदिएछु। यति सिटमा यो प्रदेशमा यति सिट खोलेको छ टोटली म भनिदिएछु। साथीहरू प्रदेशमा हेरौँ। अब हामी प्रदेश नम्बर 1 मा हेरौँ। साथीहरू प्रदेश नम्बर 1 मा 172 वटा सिटहरू खोलिएको छ प्रदेश नम्बर 1 मा। प्रदेश नम्बर 2 मा 45 सिट खोलेको छ। प्रदेश नम्बर 3 मा 95, प्रदेश नम्बर 4 मा 148, प्रदेश नम्बर 5 मा 161, फेरि 6 मा दिएछ 143, फिर 7 मा गरेर 60 वटा। यसरी टोटली गरेर हाम्रो प्रदेश नम्बर 1 देखि 7 सम्म टोटली सिटहरू अङ्ग्रेजी विषयमा 624 वटा दिएछ र खुल्लामा हाम्रो दिएछ 344। अनि दलित महिलाको लागि दिएछ 89, दलित महिलाको लागि 3 दिएछ। आदिवासीको लागि 75, मधेसीको लागि 61, दलितको लागि 27, अपाङ्गको लागि 13, पिछडिएको क्षेत्रको लागि 12। साथै यसरी हाम्रो अङ्ग्रेजी विषयमा पनि प्रदेश नम्बर 1 मा धेरै दिएछ। तपाईहरू जुन विषयको खोलेको छ प्रदेश नम्बर 1 मा धेरै सिटहरू खोलेको छ। त्यसैले गर्दा म अनुरोध गर्दछु साथीहरू तपाईहरू प्रदेश नम्बर 1 बाट नै भर्नु होला, किनभने प्रदेश नम्बर 1 मा धेरै सिटहरू दिएछ। अब यसरी गरी हाम्रो गणित विषयमा हेरौँ। गणित विषयमा टोटली भनिदिएछु प्रदेश छुट्याएर। साथीहरू प्रदेश नम्बर हाम्रो 1 मा दिएछ गणित विषयमा 103 वटा दिएछ। प्रदेश नम्बर 2 मा दिएछ 31 वटा दिएछ। 3 मा दिएछ 86 दिएछ। 4 मा दिएछ पनि 86 दिएछ। 5 मा 35, 6 मा 15, 7 मा 15। र साथीहरू हाम्रो गणित विषयमा अलिक कम सङ्ख्याहरू खोलिएको छ। तापनि हाम्रो प्रदेश नम्बर 1 मा 103 वटा सिट खोलिएको छ। तपाईँ गणितको टिचर फर्म भर्न चाहनुहुन्छ भने प्रदेश नम्बर 1 मा भन्नु होला। यसरी गरी हाम्रो टोटली सङ्ख्या नेपालभरि गणित विषयमा 371 वटा सिटहरू खोलेको छ। यसमध्ये 203 वटा खुल्लामा दिएछ। 52 वटा महिलाको लागि दिएछ। 3 वटा दलित महिलाको लागि, 45 वटा आदिवासी, 39 को मधेसी दिएछ। 14 वटा दिएछ हाम्रो दलित महिलाको लागि दिएछ। अपाङ्गको 8 वटा र पिछडिएको क्षेत्रको 7। यसरी टोटल गरी हाम्रो 371 वटा सिटहरू नेपालभरि हाम्रो गणित विषयमा खोलिदिएको छ। अब साथीहरू हामी हेरौँ विज्ञान विषयमा। र साथीहरू विज्ञान विषयमा थुप्रै सङ्ख्यामा हाम्रो फर्म खोलिएको छ। जसमध्ये हाम्रो प्रदेश नम्बर हेरौँ। प्रदेश नम्बर 1 मा हाम्रो खोलेको छ साथीहरू 101 वटा सिटहरू खोलिएको छ। प्रदेश नम्बर 1 मा साइन्स विषयको 35 वटा दिएछ हाम्रो प्रदेश नम्बर 2 को। यसै गरी 100 वटा दिएछ हाम्रो प्रदेश नम्बर 3 को। 101 दिएछ 4 को। 60 को दिएछ 5 को। अनि 29 वटा दिएछ हाम्रो फेरि 6 को। 14 वटा दिएछ हाम्रो 7 को। यसरी गरी हाम्रो 101 वटा दिएछ प्रदेश नम्बर 1। यसरी साथीहरू तपाईँहरू हेर्नु होला। त्यसपछि टोटली खुल्ला सङ्ख्या हाम्रो दिएछ 243 वटा दिएछ। 243 खुल्ला दिएछ। महिलाको लागि 62 दिएछ। फेरि दलित महिलाको लागि 3 दिएछ। फेरि आदिवासीको लागि 52 दिएछ। फेरि मधेसीको लागि 44, दलितको लागि 18, फेरि अपाङ्गको लागि 9, फेरि पिछडिएको क्षेत्रको 9। यसरी टोटल गरी हाम्रो 440 वटा सिटहरू विज्ञान विषयको अल नेपालमा खुलेछ। पर साथीहरू यसरी सामाजिक विषयको तपाईँहरू हेर्नु होला। यसरी म सम्पूर्ण विषयको बताउँदा भिडियो धेरै लामो पनि हुनसक्छ। तपाईँहरू भिडियो पोज गरेर हेर्नु होला। कुन विषयमा कति सिट खोलेको छ पोज गरेर हेर्नुमा चाहिँ राम्रै हुन्छ।
यसरी गरी साथीहरू तपाईहरु पनि यहाँ हेर्न सक्नुहुन्छ। यसरी सिड्युल खोलेको छ र विज्ञान र गणित र विज्ञान दुई विषयलाई पनि मिलाएर यहाँ खोलेको छ। संस्कृति व्याकरण पनि यहाँ दिएछ साथीहरू, खोलिदिएछ संस्कृति व्याकरणमा। संस्कृति व्याकरण पनि खोलेका छ। फेरि संस्कृति भाषामा पनि दिएछ हाम्रो सिटहरू। फेरि हाम्रो संस्कृति कर्मकाण्डकोमा पनि दिएछ, हाम्रो संस्कृति दिएछ। शुक्ल जोबर दिएछ, यसमा पनि सिटहरू खोलिदिएछ, खुल्ला माथि दिएछ। तपाईँ अब साथीहरू यहाँ हेरौँ परीक्षाको किसिम, हाम्रो कुन परीक्षाको कति किसिमहरू, कुन कुन परीक्षामा कस्तो किसिमको परीक्षा हुन्छ हेर्नु साथीहरू। परीक्षाको किसिम यहाँ साथीहरू हेर्नु होला। लिखित परीक्षा, सामान्य र विषयगत र अन्तर्वार्ता पनि यसमा हुन्छ। लिखित परीक्षा पनि हुन्छ, सामान्यगत पनि हुन्छ, विषयगत पनि हुन्छ। अब परीक्षाको किसिम साथीहरू यहाँ दिएछ, कुन कुन किसिमको परीक्षा हाम्रो हुन्छ त पनि हेर्नुहोस्। हाम्रो दिएछ लिखित परीक्षा सामान्य, सञ्चालन हुने मिति समय 2078 12 17 गते बिहान 11 बजेदेखि हुन्छ हाम्रो परीक्षा। लिखित परीक्षा विषयगतको मिति सामान्य परीक्षाको नतिजा प्रकाशन हुँदै तोकिनेछ। साथीहरू जब हाम्रो काको लिखित परीक्षा जब भएपछि त्यसको यसको खा नम्बरको हाम्रो लिखित परीक्षाको मिति शिक्षा सेवा आयोगबाट वा लोक सेवा आयोगबाट तोकिनेछ। त्यसपछि ग नम्बरमा दिएछ अन्तर्वार्ता हुने मिति समय स्थान र लिखित परीक्षा विषयगतको नतिजा प्रकाशन हुँदै तोकिनेछ। साथीहरू जब का नम्बरको हाम्रो लिखित परीक्षाको नतिजा निस्केपछि तब लोक सेवा आयोगले वा शिक्षा सेवा आयोगबाट यो हाम्रो ग नम्बरको अन्तर्वार्ता हुने मितिहरू तोक्ने गर्छ। साथीहरू परीक्षा केन्द्र हाम्रो कहाँबाट भन्न सकिन्छ। प्रश्न नम्बर 1 मोरङ। यी साथीहरू हेर्नु होला कुन प्रदेशबाट कहाँबाट। गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली। यी जिल्लाहरूबाट तपाईँहरूले परीक्षा केन्द्रहरू यहाँबाट भन्नुहुन्छ, यहाँबाट पढ्ने काम गर्छ। अब दरखास्त दस्तुर हाम्रो साथीहरू 700 रुपियाँ हाम्रो लाग्छ प्रत्येक समावेशी समूहको लागि। समावेशी समूहको लागि 500 को दरले बुझाउनु पर्छ साथीहरू। अब दरखास्त दिने अन्तिम मिति साथीहरू यो मितिहरू हेर्नु होला, किनभने मिति नहेरिकन तपाईँहरू फर्म भर्नुहुन्छ भने अलि समस्या पनि हुन्छ। 78-10-6 गतेभित्र तपाईँहरू फर्म भन्नुहुन्छ भने ठिकै छ, न त दोब्बर दस्तुर पनि यहाँ लाग्ने काम गर्छ। यसमा 78-10 13 गते 6 देखि 13 को बिचमा डबल दस्तुर लाग्छ र अब 6 गतेको भित्रमा भाइ भन्नुहुन्छ भने दस्तुर त्यसमा डबल दस्तुर लाग्दैन। र अब दिएछ 7 नम्बरमा दिएछ उम्मेदवारहरूको उमेरको दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पुरा भए 40 वर्ष ननागेको। साथीहरू तपाईँ यो फर्ममा 18 वर्ष पुरा भएपछि र 40 वर्ष ननागेको व्यक्तिहरू मात्रै यसमा भन्न पाउने काम गर्छ। अब यस्तै तपाईँको 18 वर्ष नागेछ तर 40 वर्षको बिचमा छ, तपाईँहरू यो फर्म भर्न पाउनुहुन्छ। तर तपाईँको 18 वर्ष पुगे छैन, 40 वर्ष पुगे छैन भने कसरी फर्म भर्न पाउनुहुन्न। फेरि दिएछ दरखास्तको माध्यम, तपाईँ विज्ञापन भएको पदमा अनलाइन दरखास्त प्रणाली मार्फत दरखास्त दिनुपर्नेछ। आयोगको आधिकारिक सेवाबाट जुन वेबसाइट छ साथीहरू, तपाईँहरू यसै वेबसाइटबाट भन्न सक्नुहुन्छ। यो वेबसाइट यहीँ दिएछ साथीहरूमा, हेर्न तपाईँहरूले हेर्न देखाउँछु। यहाँ यो वेबसाइट जुन छ यसै वेबसाइटबाट तपाईँ गएर फर्म भर्न सकिन्छ। यसै साथीहरू भिडियोलाई अरू पोज गरेर हेर्नु होला। सम्पूर्ण कुरामा बताउँदा भिडियो ठुलो पनि हुनसक्छ, तपाईँले दिक्क पनि लाग्न सक्छ। त्यसैले गर्दा भिडियो तपाईँले पोज गरेर हेर्नु होला, रुकिलाई भिडियो हेर्नु होला, डाउनलोड गरेर हेर्नु होला। र साथीहरू यही सब सम्पूर्ण जानकारीसम्म थियो भिडियोहरू। तपाईँहरूलाई केही त्रुटिहरू लाग्छ भने कमेन्ट गर्नु होला, म फेरिबाट बुझाउन कोसिस गर्छु। साथीहरू म एउटा रिक्वेस्ट गर्न चाहन्छु, तपाईँ यो च्यानलमा न्यू हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला, ताकि लोकसेवा सम्बन्धी कुनै पनि जानकारी खुल्छ भने, म कुनै पनि भ्याकेन्सी खुल्छ, कुनै पनि सूचना हुन्छ भने तपाईँहरूलाई म यस च्यानल मार्फतबाट म पेश गरिदिन्छु। र साथै लोकसेवा सम्बन्धी धेरै कुरा जानकारी म यस च्यानलबाट म पेश गर्ने काम गर्दछु। साथीहरूलाई तपाईँलाई भिडियो राम्रो लाग्छ भने आफ्नो साथीहरूलाई पनि सेयर गरिदिनु होला, भिडियोलाई लाइक गरिदिनु होला र कमेन्ट पनि गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ माई भिडियो।